सो हेलो साथीहरू सबैजनालाई स्वागत छ। हाम्रो चाहिँ यो बस सिमुलेटर इन्डोनेसिया गेममा न्यू अपडेट चाहिँ आइसकेको छ है साथीहरू। यदि तपाईँहरूले पनि अपडेट गर्नु भएन भने अपडेट गरेर खेलिहाल्नुहोस्। म चाहिँ आजको भिडियोमा भन्ने छु कि यो गेममा के कुरा एड गरिएको छ। सुरुमा बसहरू अपडेट भएको छ, हेर्न सक्नुहुन्छ। त्यो बसहरूमा नयाँ स्किन लागेर आएको छ। पुरानो पनि छ, यो नयाँ पनि आएको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ ब्ल्याक स्किन के देखिँदो होला यहाँनिर। एउटा यो छ, अनि पुरानो हो यो। पुरानो पनि भयो क्या, पुरानो रिमोभ गरिदिइसकेको छ। कुरा अपडेट भएको छ, गाडीहरू भएको छ, अरू चाहिँ गेमभित्र भएको छ। म हजुरहरूलाई गेमभित्र गएर देखाउनेछु। अनि तपाईँहरू जस्तै म्याप खोल्नुहुन्छ गेम खेल्नको लागि, यस्तै आइसकेको छ इन्टरफेस। ट्राभलर्समा हामी चाहिँ गेट्समा जान्छौँ पटक। र हाम्रो चाहिँ गेम स्टार्ट भइसकेको छ। सक्नुहुनेछ सब्सक्राइब। यहाँ थिम हेर प्यासेन्जर देखिँदैन। मैले पनि भर्खरै अपडेट गरेर हल्का बिग्रेछ यसको सेटिङहरू। मलाई चाहिँ हल्का प्लस सिस्टम। अर्को कुरा के चेन्ज भयो भने चाहिँ अब एनपिसी पनि हेर्नुपर्छ। सबैजना आफ्नो काम गर्न सक्नुहुन्छ। यो चाहिँ दामी बनायो यस गेममा। बिच बाटोमा यहाँ गाडीहरू पनि मान्छेहरू पनि गर्न पाइन्छ। सब आफ्नो काममा दिने जस्तो सब हेर्नुहुन्छ। अर्को कुरा चाहिँ के अपडेट भएको छ भनेपछि म त्यही ठाउँमा पुगेर देखाउँछु। अनि अझै एउटा साथीहरू एउटा कुरा अनि अझै अपडेट भइसकेको रहेछ। अब बिच बाटोमा अब यस्तो यो पहिला स्टलहरू हुन्थ्यो, अनि बेच्ने मान्छेहरू बस्दैन। अब हेर्न सक्नुहुन्छ स्टलमा मान्छेहरू पनि बस्छन् बेच्ने मान्छेहरू। यस्तो अपडेटले पनि अझै गेम रियलिस्टिक हुँदै गएको छ। हेर्न सक्नुहुन्छ सबै स्टलमा मान्छे बसेको छ। साथीहरू अर्को कुरा चाहिँ यो अपडेट भएको छ। यहाँ चाहिँ प्यासेन्जरहरू सब कुरेर बसिरहेको छ। यहाँ तपाईँहरू यहाँ म्यापमा हेर्न सक्नुहुन्छ। त्यो जहाँ चाहिँ सबै रातो देखाएको रातो, यहाँ चाहिँ प्यासेन्जर बसेको हुन्छ। हामीले चाहिँ यहाँ थिम गाडी लिएर रोक्नुपर्ने हुन्छ। प्यासेन्जरहरू ठ्याक्कै सामान लिएर तपाईँहरूले ढोका खोलिदिएपछि बल्ल यिनीहरू आएर बस्छन्। यो कुरा चाहिँ अपडेट भएको छ नयाँ। यस्तो कुरा चाहिँ अपडेट भएको छ। बाँकी भिडियो पनि हेरिराख्नु होला। आजको लागि यति नै। न्यू हुनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई।